आज यो फलको भिडियो हजुरको बिचमा हालेको छु जो बर्खामा हमेशा हरेक जग्गामा तपाईँ देश विदेश जहाँ हुनुहुन्छ हुँ मिल्छ। तर तपाईहरुले पनि टिप्नु भएको छ, खानु भएको छ भने यस भिडियोलाई एकचोटि राम्रोसित हेरिदिनु होला र यसको नाम पनि लेखिदिनु होला र तपाईहरु के भन्नुहुन्छ। तर मैले बचपनको याद आयो, अहिले 20 वर्ष लगभग नागिसक्यो। फर्स्ट चान्स आज 20 वर्षमा इन्डियामा आएर यो रुखमा चढेर खानलाई मौका मिल्यो। प्रभुलाई धेरै धेरै धन्यवाद छ। यस्तै हामी बालककालमा हाम्रा साथीभाइहरूसित मिलेर जङ्गलमा गएर खान्थ्यौँ। आज यस उमेरमा पनि प्रभुले मलाई सहायता गर्नुभयो र हामी साथीभाइहरू सबै नै मिलेर हामीले पन्नी लगेर गएका छौँ, माथि टिपेका छौँ। पछाडि हाम्रो एक दाजु हुनुहुन्छ र अगाडि पनि एउटा दाजु हुनुहुन्छ, म छु र साथमा तल अरु 5 जना मान्छेहरू पनि छन्। उहाँ बसेर उहाँहरूलाई टिपेर पनि दिइरहेका छौँ हामीहरूले। यो हेर्नुस्, यो तपाईहरुलाई सायद याद आउँछ भने, तपाईहरुले पनि यस्तै गर्नुभएको छ भने त्यो तपाईहरुले यसलाई एउटा लाइक गरिदिनु होला, शेयर गरिदिनु होला, कमेन्टमा लेखिदिनु होला। हामीहरू यो बर्खाको समयमा सानो समय भए पनि छुट्टी लगेर जाउँ र आउनु नसक्नेले सबै बसेर खाउँ। यो यसरी टिपेर थालमा हामीहरू है भाँडामा हालेर